यहाँलाई स्वागत छ। धन्यवाद। जस्तो यो श्रमदान चलिरहेको छ केराबारीमा पनि, यसलाई तपाईँले कसरी हेर्नु भएको छ? एउटा नयाँ उद्देश्य, नयाँ लक्ष्य, नयाँ साहसका साथ स्थापना भएको श्रम संस्कृति पार्टीको प्रचार प्रसार, सङ्गठन विस्तार सँगसँगै जनतामा नयाँ सञ्चार, सूचना, चेतना विस्तार गर्ने उद्देश्यका साथ जुन अभियान देशभरि चलिरहेको छ त्यसै अनुसार केराबारी पनि चल्या हो र हामीले केराबारीमा यसलाई हरेक हप्ता निरन्तर गरिरहेका छौँ। मलाई लाग्छ अहिले केराबारीका सबै जनताहरूमा श्रमले केही हुँदैन, होइन श्रमले केही गर्न सकिन्छ है भन्ने एउटा चेतनाको विस्तार भन्ने निरन्तर भइरहेको देखिन्छ। सबै साथीहरू स्वतस्फूर्त ढङ्गले सहभागी हुँदै आउनु भएको छ। 7 नम्बर, 6 नम्बर, 10 नम्बर सबै वार्डहरूले आफ्नो आफ्नो सञ्चालन गरिरहनु भएको छ। अब यसले मलाई लाग्छ नेपाली जनतालाई आफै गरेर देश बनाउनु पर्छ भन्ने कुरामा चाहिँ सबैलाई विश्वस्त बनाउँदै लान्छ भन्ने लाग्छ र यसलाई हामी निरन्तर अगाडि बढाइरहनेछौँ। जस्तो यो अभियान निरन्तर चल्छ कि अब यो चुनाव वरिपरि मात्रै हो? हाम्रो चाहिँ नि अहिलेसम्म हेर्दा हामी निरन्तर जान्छौँ। चुनावै मात्रैको कुरा गर्दाखेरि त फेरि अर्को चुनाव त आइहाल्यो, चुनावैलाई टार्गेट गर्ने पनि फेरि निरन्तर जाने कुरा देखिहालिन्छ होइन। तर हामी निरन्तर गर्नेछौँ। अझै यसलाई व्यवस्थित ढङ्गले गर्न सकिन्छ। यदि हाम्रो पार्टीको सरकार हुने हो र यही नीतिअनुसार सरकार बढ्ने हो भने जनता र सरकार मिलेर श्रमदानमा आधारित, जनसहभागितामा आधारित ठुल्ठुलो योजनाहरू सञ्चालन गर्न सकिन्छ नि। अब त्यो चाहिँ हामीले सरकार बनाइसकेपछि सोच्ने कुरा होला। अहिले हामीले यिनी साना साना कुराहरूबाट जनतालाई सचेत गराउँदै, सक्रिय सहभागिता गराउँदै अगाडि बढ्नुपर्छ भन्ने लागेको छ। हामी त्यही अनुसार बढिरहन्छौँ। जस्तो अब मोरङ क्षेत्र नम्बर 1बाट शान्ति पाखरिन श्रम संस्कृति पार्टीबाट हुनुहुन्छ, उहाँलाई जिताउनु पर्ने आधारहरू अथवा उहाँले जित्नुपर्ने कारणहरू के छ? पहिलो कुरो त यो देशमा श्रम संस्कृति पार्टीले जित्नुपर्छ। र दोस्रो कुरो शान्ति पाखरिन एउटा आफैमा योग्य र सक्षम क्याडर हो सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, र उहाँ एउटा सशक्त महिलाको प्रतिनिधि पनि हो। आम सबै यो क्षेत्रका बुद्धिजीवी महानुभावहरू, मतदाताहरूले सोच्नुपर्ने विषय हामीले चाहेको सशक्त महिलाको प्रतिनिधित्व अथवा एउटा इमेज चाहिँ शान्ति पाखरिन हुनुहुन्छ। कस्तो हुन्छ एउटा सशक्त महिला भन्दा शान्ति पाखरिन जस्तो हुन्छ। त्यतिको महिलाहरू हामीले उत्पादन गर्दै जाने हो भने नेपाल बन्न गाह्रो छैन नि त। त्यही कुरालाई पनि ध्यानमा राखेर सबैले सोच्नुपर्छ यतिको सक्षम महिला अरू कुनै पार्टीमा सायदै होला, हाम्रो यो क्षेत्रभित्र चाहिँ त्यतिको महिलालाई पनि जिताएनौँ भने हामीले भन्दै आएको, हामीले लाउँदै आएको नारा त्यो नै गलत हुन्छ नि। महिलाहरूलाई सक्षम बनाउनुपर्छ, स्थान दिनुपर्छ भन्ने, अनि एउटा सशक्त भएर आइरहेको महिलालाई चाहिँ हराउने हो भने त त्यो आफैमा आफैले गरेको गल्ती हो। मलाई लाग्छ यो क्षेत्रको जनताले त्यो गर्नुहुन्न। जस्तो अब अहिले चुनावी माहौल लागिरहेछ, यो क्षेत्रबाट शान्ति पाखरिनले जित्नुहुन्छ? हामीलाई त त्यस्तै लाग्छ, किनभने हामीले भन्दा पनि मतदाताहरूलाई यसपालि भोट कता भन्दाखेरि अधिकांश यही बाहेक अब भन्दा अप्ठ्यारो हुन्छ, केही सुकिला मुकिला स्वभावका मान्छे बाहेकले माटोमा स्वभावैले के त्यतिकै यो माटोमा भनिदिनुहुन्छ। केराबारीको माहौल हेर्दा पनि केराबारी त झन् राम्रो छ। केराबारीमा मलाई लाग्छ 8 नम्बरतिरका केही साथीहरू बाहेक ठुलो क्षेत्र त माटो नै भइसकेको स्थिति छ। अरू साथीहरूलाई त गाह्रो परेको देखिन्छ। हामीले केही साथीहरूको प्रचार प्रसार नि हेरिरहेका छौँ। उहाँहरूको पार्टीकै आफ्नै साथीहरू पनि बिजोग भयो यसपालि भन्दै हुनु त हिजो। त्यस कारणले मलाई लाग्छ शान्ति पाखरिनले जित्नुहुन्छ, हामी जिताउँछौँ भन्ने लाग्यो। भनेपछि अब पछिल्लो समय देश निर्माणको एउटा मुख्य चाबीको रूपमा चाहिँ श्रम नै हो भन्ने नै छ। वैदेशिक ऋणले ऋण मात्रै कमाउँछ नि त, होइन र? त्यसको विकल्प के हो त? त्यसो भए त्यसको विकल्प आफै काम गरेर देश बनाउने कुरा हो। संसारको धेरै देश त बनिएको छ। जापान, कोरिया, चाइना जस्तो देशहरू चाहिँ 12 घन्टा 13 घन्टा काम गरेर बनेको इतिहास छैन र, होइन? हामी चाहिँ ऋण मात्रै खोज्दै ल्याउने, त्यसको ब्याज तिर्ने बेलामा फेरि अर्को ऋण खोज्नु भने कहिलेसम्म? यसको विकल्प हामीसँग के छ त? सानो देश छ र प्राकृतिक रूपले सम्पन्न हाम्रो देश छ। यो सम्पन्न, प्राकृतिक रूपले सम्पन्न भएको देशमा यदि यहाँका जनताले आफै काम गर्ने, आफै उत्पादन गर्ने भने विदेशी ऋणलाई हामी विस्थापन गर्न सक्छौँ। यो नै एउटा मूल मन्त्र हुनसक्छ। अब हेर्दाखेरि सानो कुरो जस्तो लाग्छ, यो त भोलि ठुल्ठुलो योजनाहरूमा पनि यही नीति लागू गर्दै जाने हो भने त 1 करोडले त 3 करोडको काम हुन्छ नि। तर अहिले त 1 करोडले 1 लाखको काम भएको छ, कतिपय ठाउँमा कामै नभएको छ। त्यस कारण हामी आफैले के बुझ्नु पऱ्यो भने नेपाल जस्तो सबै कुरो भएको
तर ऋणमा डुबेको देशलाई निकाल्ने हो भने आफैले आफ्नो प्राकृतिक सम्पत्तिको सदुपयोग गरेर आफ्नै श्रममा देशलाई निर्माण गर्न सकिन्छ, सबै ऋणहरूबाट मुक्त हुन सकिन्छ। त्यसैले यो नै एउटा सही बाटो हो जसलाई हामीले हर्कपथ भनेर अगाडि बढिरहेका छौँ। यो नै सही बाटो हो भन्ने लाग्छ। जस्तो हर्कपथ हर्क साम्पाङको कुरा गर्दाखेरि धेरैजनाले भन्नुहुन्छ हर्क साम्पाङ धेरै बोल्नुहुन्छ, धेरै प्यार बोल्नुहुन्छ, अनावश्यक बोल्नुहुन्छ भन्ने खालको कुराहरू आउँछ। अब यो तपाईँको सुझाव के रहन्छ? अब नबोली पनि भएको छैन होइन, बोल्दै जाँदा कतिपय तलमाथि पनि हुन्छ, त स्वभावको कुरो सबै नेताको भएको छ, सबैको भइरहेको हुन्छ। र उहाँलाई धेरै बोल्ने घमण्डी भन्नुहुन्छ क्या साथीहरू, त्यो घमण्डभित्र के राष्ट्रघात छ त? ठिकै छ, राष्ट्रघात छ भने त्यसको विरोध गरौँ, त्यो भित्र त राष्ट्रवाद छ। तर यहाँ चिप्ला कुरा गर्नेहरूको बोली त राष्ट्रघाती देखिए, प्रमाणित भएर आइसक्यो पटक पटक। अब बालेनजी बोल्नै हुन्न, त्यो राम्रो हो त? जनताले खोजी बिचरालाई भेट्न जाँदैन बोल्नै हुन्न होइन, जनताको प्रति उत्तरदायित्वै छैन उहाँको। त्यस्तो नेता चाहिने हो त? त्योभन्दा त बोलेको ठिक छ नि। जे बोल्नुहुन्छ तितो होला, असत्य छ भने असत्य भनिदिनु पऱ्यो, त्यो राष्ट्रघाती छ भने राष्ट्रघाती भनिदिनु पऱ्यो, होइन भने बोलेर के बिग्रियो? त्यो गरिब जनताको के अरे विरुद्धमा होइन कसैमाथि अन्याय गर्ने हिसाबले बोल्नु त भएको छैन। गलत गर्नेहरूको त बोल्नु भएको छ, धेरैभन्दा धेरै बोल्नु भएको छ, सबैले बोल्नुपर्छ, त्यो त अझै कम भएको छ भन्ने। भनेपछि यसपालि केराबारीका सम्पूर्ण मतदाताहरूले, सम्पूर्ण नभनौँ धेरै मात्रामा माटोलाई भोट दिनुहुन्छ। धेरै केराबारी, लेटाङ, मिक्लाजुङ, ओर्लाबारीको पनि धेरै मान्छेहरू जो आफ्नो पार्टीसँग अगाइराख्नु भएको छ, पटक पटक एउटै अनुहारलाई कतिपटक भोट हाल्ने। म त अझै आह्वान के गर्छु सबै साथीहरूलाई होइन, 35-36 वर्ष एउटै पार्टीलाई हामीले हालै छौँ त हौ, आफ्नो पार्टी भन्दै हालेकै छौँ त, कति हाल्ने? कुनै पनि मान्छेले परीक्षण कति पटक दिने? 2 पटक 3 पटक, यहाँ त 6 पटक 7 पटक 35 पटक भन्दा पनि भइसक्यो हौ। त्यत्रो पटक त दिइसक्यौँ त, अब पनि नगरेको के गर्छन् भनेर आशा गर्ने? यसपालि हामी मूर्ख हुनु हुँदैन, मान्छेले परीक्षा 1 पटक 2 पटक दिने हो। तपाईँ केराबारीमा बसेर लामो समयदेखि राजनीति, समाजसेवा, विभिन्न सङ्घ संस्थामा आबद्ध भएर काम गरिरहनु भएको छ र हिजोको दिनमा तपाईँ नेकपा माओवादी केन्द्रबाट केराबारीमा मेयरको लागि चुनाव पनि लड्नु भएको थियो। अब 84मा फेरि श्रम संस्कृतिबाट लड्नुहुन्छ, के छ योजना? छैन, अहिले नै चुनाव लडिहाल्ने छैन। यो जुन अभियान चलिरहेको छ यो मजबुत बनोस्, अरू साथीहरू आउनु भएको छ, नयाँ जोसका साथ आउनु भएको छ, हामी उहाँहरूलाई फुल सपोर्ट गरेर अगाडि बढाउनुपर्छ भनिराखेका छौँ। पछिको कुरो फेरि पछि नै गरौँ, अहिले धेरै अगाडि छ यो कुरो। हजुर। यो श्रमदानलाई अझै प्रभावकारी रूपमा अझै नबढेको हो कि केराबारीको हकमा? केराबारीमा त्यो चाहिँ हामीले अरू वार्डहरूमा चाहिँ अलिक कमजोरै भइरहेको देखिन्छ। हामी सबै फेरि यो बजार क्षेत्रमा अलिक गाह्रो हुने रहेछ। अब पहाडी क्षेत्रमा भर्खर हामी सङ्गठन विस्तार गर्दैछौँ। अब 2-3 महिना भएको छ पार्टी बनेकै, अनि कसरी अगाडि बढिहाल्ने कुरा नि भएन र बढ्दैछ। जो जनलहर छ यो बढ्छ, अगाडि नै बढ्छ। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद।